हेलो गाइज नमस्ते म चाहिँ सागर भ्लगबाट धेरै पछि उपस्थित भइरहेको छु हजुरहरू सामु अनि आज चाहिँ हामी विशेष सेलरी निकाल्न जाँदैछौँ मेरो साथी अनि साथी चाहिँ के अरे धेरै खुसी छ आज 12 घन्टा ड्युटी हान्दा गरेर महिनामा एक छुट्टीले आएको सेलरी साथी धेरै खुसी छ आज सेलरी पाउने भयो भनेर अनि साथीको आँखा चाहिँ जहिले रातो हुन्छ उसको साथीहरूले भन्छ अरे माल खाइस् कि क्या जहिले चार्ज भन्छ अनि साथीको साथीलाई मैले दिन चाहेँ 12 घन्टा ड्युटी गरेर सुत्न नपाई बसेको हामी अब यसमा लन्डन जानेछौँ अलिक वर्षपछि अहिले चाहिँ दुबईतिर यसो मोज मस्ती गर्दैछु अनि दुबईबाटै अब लन्डन हुन्छ या अब थाइल्यान्ड अब कता हुन्छ हेर्दैछौँ हामी अलिक राम्रो युरोप कन्ट्री खोज्दैछौँ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ युरोप कन्ट्रीले चाहिँ हामीलाई बोलाउनु पर्यो क्या हामी जाने होइन कंट्रोल कंट्रोल भएर हामी घुम्दैछौँ हामी पैसा निकाल्न जाँदैछौँ अनि हाम्रो एउटा बिहारको एकदमै ह्यान्डसम भन्दा नि ह्यान्डसम 2-4वटा फिल्म खेलिसकेको डक्टर आउनु हुँदैछ हामी उहाँको इन्तजारमा बसिरहेको छौँ अब यतै घुम्दै अनि देख्न सक्नुहुन्छ यस्तै छ वातावरण हामी बसेको ठाउँ चाहिँ अनि यो ठाउँ चाहिँ ठ्याक्क मलाई घरिघरि नेपाल जस्तो लाग्छ अनि यो पनि दामी भनिसक्यो यो पनि कम्पनी नै भन्दैछ तपाईँहरूलाई काम गर्नु र काम चाहिन्छ भने हाम्रो साथीलाई सम्झिनु होला साथीले एजेन्टको काम पनि हामीले काम गर्ने चाहिँ यतापट्टि यही हो हाम्रो मार्केट अनि हाम्रो हेन्समवाला बिहारी आदमी यताबाट आउँदैछ अनि धेरै हेन्सम छ अनि के छ त अनि भविष्यको प्लानहरू के छ अहिले हाल कसरी प्लेनमा चढेर उडेर जाने हो क्या सपना त सबैको त्यही हो प्लेनमा चढ्ने उडेर घरै जाने नेपाल घर नजाने के वल्ला घर नहीं जाएंगे हम किधर जाएगा इधर ही बैठेगा वल्ला अच्छा बड़ा बिल्डिंग लेगा वो सामने वाला बिल्डिंग लेगा उधर ही बैठेगा शाबाश बेटा बहुत बढ़िया मुन्ना मुल्क जाना नहीं मुल्क नहीं भाई इधर ही अपना राज करेगा दुबई में राज करके बैठना है ना ओली अरे वल्ला हम भाई हमको नेपाल जाना नहीं है अभी नेपाल जाने के लिए तो मांगता है पर हम नहीं जा रहे अभी क्योंकि हमारा नेपाल जाने के लिए मन नहीं है मन है पैसा नहीं है अभी के लिए नेपाल जाने की मन नहीं है हमको नेपाल जाने का मन है पैसा नहीं क्या वो एक ही बात है ना पैसा नहीं है मन नहीं है हाँ तो फिर हम करोड़पति है 2-4-6 होगा हमारे पास आज वहाँ से बिहारी आउँछ कि नहीं राणा सर खत्म बाय बाय टाटा हामी पर्खेको हाम्रो 2-4वटा फिल्म खेलेको बिहारी हेन्समलाई पर्खेको थियौँ उहाँ चाहिँ अब लुगा सुगा फेलेर पुरा हेन्सम भएर आउनु हुँदैछ कुद्दै कितना खुश है आज कितना खुश है आज खुश है ना आज सैलरी आ रहा है आज सैलरी का फर्स्ट सैलरी निकल रहा है आज मेरा दोस्त खुश तो होना चाहिए ना मुल्क में 2-4 फिल्म भी खेल के आया है ना जो बोलना है बोल दो भाई नाम सुनाम हाँ बिहारी डायलॉग दो एक अच्छा वाला कोई सा डायलॉग नहीं है अच्छा वाला है ना साला रुमाल रख दिया था सीट हमारा हाँ अच्छा रख देंगे तो ओ वाह 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 क्या बात है अच्छा वाला है दोस्त इधर दिखाओ एक बार तुम्हारा फेस दिखाओ ना फेस दिखाओ तुम्हारा हाँ यो मान्छे चाहिँ नेपालमा चाहिँ धेरै बिग्रेको छ दुबई आएर धेरै सुध्रेको छ किनकि दुबईको ठमेल चाहिँ हप्तामा 3 चोटि चाहिँ पुगिरहेको हुन्छ दुबईको ठमेल भनेको बस दुबई हो बस दुबई हप्तामा 7 दिन हुन्छ अनि 3 दिन चाहिँ पुगिरहेको हुन्छ अनि म चाहिँ परे सोझो नेपालमा बिग्रेको दुबईमा आएर सुध्रेको एकचोटि पनि काहीँ नजाने होइन अनि पैसा भनेपछि 1 रुपियाँ खर्च नगर्ने आफ्नो पैसाले छिरिक्कै नखाने साथीले खुवाउँछ भने चाहिँ फेरि भुँडी फुट्ने गरी हान्ने आफ्नो पैसाले चाहिँ छिरिक्कै नखाने खर्चै नगर्ने आफ्नो पैसाले अनि अब हामी आइपुग्यौँ अब
पैसा निकालेर अनि त्यसपछि Thanks. Love you. Forever.